आज चाहिँ हामीले रेस्टुरेन्टमा कतिको सेल गर्यौं त अनि नाइट ड्युटीमा चाहिँ मैले के कामहरू गर्नुपर्छ त। अल राइट गाइस, वेलकम ब्याक टु माई मिनी ब्लग। तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि सन्चै आरामै छु। अनि आज चाहिँ मेरो नाइट ड्युटी भएको कारणले म चाहिँ लागे ड्युटीतिर। जाने बित्तिकै तेल चाहिँ डढेर कालो भएर चाहिँ अनि म चाहिँ तेल चेन्ज गर्न थाले। तेल चेन्ज गरिसकेर चाहिँ मैले त्यहाँनिर नयाँ तेल हालेर चाहिँ त्यो जति पनि मैलाहरू हुन्छ त्यो चाहिँ सफा गरेर मैले सेटअप गर्न थाले। चेन्ज गर्ने बित्तिकै अर्डरहरू आउन थाल्यो किनभने नाइटमा चाहिँ अर्डर मात्रै हाल्ने हुन्छ कि काम धेरै जसो। अनि मैले चाहिँ त्यो अर्डरलाई चाहिँ पिकअप गर्न थाले। त्यतिको 10 बजीतिर चाहिँ एकदम धेरै बिजी हुन्छ क्या रेस्टुरेन्ट। अनि त्यो हेर्नु न कति धेरै अर्डर आएको। सबै अर्डरहरू चाहिँ मैले लाइन बाई लाइन गरेर एक एकवटा गरेर पिकअप गर्न थाले। अनि सबै अर्डर पिकअप गरिसकेपछि चाहिँ हाम्रो ब्याकअप सबै सकेछ। अनि फेरि मैले रिस्टक गरेँ। हाम्रो चाहिँ सबै अनलाइन अर्डर हो, टेबल अर्डर चाहिँ एउटा पनि आउँदैन। अनि आज चाहिँ हाम्रो कति पन्च भइसकेछ भनेर यस्तो हेरेको अनि आधी चाहिँ पन्च गर्दै थियो अनि आधी चाहिँ पन्च गर्न बाँकी छ होइन। पन्च गरिसकेपछि चाहिँ हामीले क्लोजिङ गर्न थाल्यौँ किनभने रातिको 2 बजी थिएछ नि त। अनि हाम्रो चाहिँ 3 बजीसम्म मात्रै हो। अनि आजको हाम्रो सेल चाहिँ 500 केटी भएछ है। क्लोजिङ गरिसकेर चाहिँ हामी आयो रुमतिर। मलाई चाहिँ किन हो राति एकदम धेरै भोक लाग्छ अनि त्यही भएर मैले चाहिँ ब्याकअप पनि लिएर आएको। थ्याङ्क यू फर वाचिङ गाइज। तपाईँहरूलाई यदि मेरो भिडियो मनपर्छ भने लाइक र फलो गरिदिनु होला। धन्यवाद।